5 यस्तो बानी जसले तपाईँलाई शारीरिक रूपमा स्वस्थ राख्ने गर्दछ है त। यदि तपाईँ पनि शारीरिक रूपमा स्वस्थ हुन चाहन्छ भने यो भिडियोलाई पुरा हेर्नु है त। पहिलो एउटा हेबिट भनेको चाहिँ एक्सर्साइज है त, नियमित रूपमा व्यायाम गर्ने। जस्तै WHOले चाहिँ के भनेको छ भने कम्तीमा पनि आधी घन्टा जति तपाईँ हिँड्ने डुल्ने, त्यो भनेर तपाईँ जिम जानै पर्छ भन्ने छैन है त। घर वरिपरि तपाईँ डुल्ने अथवा व्यायामहरू गर्न सक्नुहुन्छ है त। अर्को भनेको चाहिँ त्यो तपाईँको पौष्टिक खानेकुराहरू खानुपर्छ। जस्तै कार्बोहाइड्रेट, फ्याट, बोसोहरू चाहिँ तपाईँले चाहिए जति शरीरलाई दिनुपर्ने हुन्छ। जस्तै भाइटामिन मिनरल्सहरू पनि चाहिने जति, साथै फलफुल सागसब्जीहरू यस्तो कुराहरू पनि तपाईँले खानुपर्ने हुन्छ है त। अर्को भनेको निन्द्रा पनि एकदम महत्त्वपूर्ण चिज हो। तपाईँले एक दिनमा कम्तीमा पनि 6 7 घन्टा जति तपाईँको आफ्नो निन्द्रा पुर्याउनु पर्ने हुन्छ, जसले गर्दा शरीर दिनभरिको थकावट पछि भोलिपल्ट रिसेट हुनलाई एकदम महत्त्वपूर्ण हुन्छ। अर्को भनेको चाहिँ दिनमा तपाईँले 5-6 गिलास जति भयो नि तपाईँले पानी खानु पर्यो भनेको 1.5 लिटर जति अथवा 2 लिटरसम्म तपाईँले पानी दिनमा आफूले शरीरमा पुर्याउनु पर्यो है त। तर त्यो सबैमा लागु नहुन सक्छ। जस्तै मृगौलाका बिरामी, मुटु कलेजाका बिरामीहरूलाई चाहिँ त्योभन्दा कम हुनसक्छ। त्यो चिकित्सकको परामर्शमा तपाईँले कति खाने त्यो तपाईँले गाइड दिन सक्नुहुन्छ है त। अर्को भनेको चाहिँ तनाव एकदम कम गर्ने। वर्क लाइफको ब्यालेन्समा जो गएलाई पनि तनाव पक्कै पनि हुन्छ है त। त्यो तनाव कम गर्नको लागि चाहिँ तपाईँले चाहिँ के हुन्छ भन्दाखेरि मेडिटेसन गर्ने, अर्को भनेको योगाहरू गर्ने होइन, अथवा माइन्डफुलनेसका कुराहरू पनि गर्ने, आफूलाई चाहिँ सकारात्मक सोचहरू राख्ने, यस्तो कुराहरू गऱ्यो भने चाहिँ तपाईँको शरीर शारीरिक रूपमा स्वस्थ रहन्छ है त।